यहाँनिर एउटा यस्तो केस पनि आउन सक्छ जतिखेर एउटा सेन्टेन्समा दुईटा अब दाटिभ र आकुजाटिभ पनि आउन सक्छ के एकैचोटि। अब त्यतिखेर चाहिँ कसरी कुनलाई दाटिभमा चेन्ज गर्ने अनि कुनलाई आकुजाटिभमा चेन्ज गर्ने कन्फ्युजन हुनसक्छ नि त। त्यसको लागि चाहिँ हामीसँग चाहिँ एउटा गोल्डन रुल रहेको छ जसलाई चाहिँ हामी भन्छौँ सम वान भर्सेस समथिङ। अब यसमा चाहिँ सम वान भनेको जहिले पनि दाटिभ हुने गर्छ भने समथिङ भनेको चाहिँ जहिले पनि आकुजाटिभ हुने गर्छ के। अब यसमा इक्जाम्पल हेरेर ट्राई गरौँ है त बुझ्ने। इक्जाम्पल चाहिँ हेरौँ। इस देयर मुटर दि ब्लुमेन आई गिफ्ट द फ्लावर टु माई मदर भनिरहेछ। अब यसमा सम वानको हो त मदर हो सम वान भनेको। अब त्यहाँ चाहिँ डी मुटर चाहिँ चेन्ज हुनु भएको छ केमा डेयर मुटरमा। अनि डी ब्लुमेन भनेको समथिङ हो केही चिज हो त्यो चाहिँ डी ब्लुमेन नै हुन्छ नोमिनाटीमा पनि आकुजाटिभमा पनि डी ब्लुमेनमा नै रहेको छ है त। एर चाइट डेम फ्रोइन्ड दास आउटो भनिरहेछ अर्को इक्जाम्पलमा। यसमा चाहिँ सम वान भनेको फ्रोइन्ड हो नि त। फ्रोइन्ड चाहिँ डेयर फ्रोइन्डदेखि डेम फ्रोइन्डमा चेन्ज भएको छ दाटिभमा भनेपछि दास आउटो चाहिँ आकुजाटिभमा छ जुन चाहिँ दासमा नै रहेको छ। यदि त्यो दाटिभमा चेन्ज भएको भए त्यो हुन्थ्यो डेममा। अब थर्ड इक्जाम्पलमा चाहिँ के भइरहेछ त्यसमा डेम किन्ड किन भयो त्यसमा भनेर चाहिँ हजुरले हामीलाई कमेन्ट सेक्सनमा भन्न सक्नुहुन्छ है त।